वर्षको यो पवित्र स्थल हाम्रो साथीहरू भित्र छिरिसक्नु भएको छ भने अब म भित्र छिर्छु र तपाईँहरूले यहाँ गुरु रिम्पोछेको यो एकचोटि बत्ती बालेर मसँग साथी गइदिउँ न भित्र आयो न अँध्यारो छ बत्ती बालेर अब हाम्रो साथीहरू डुफुको दर्शन गरेर न आउनु भइसक्यो ल आउनुहोस् तपाईँहरू यो भित्र यो डुफु देखाइदिनु न बत्ती बालेर भए पनि देखाइदिनु पऱ्यो हामीले भिडियोहरू बनाउनु मिल्छ नि गुरु रिम्पोछेको पवित्र डुफु गुफा उहाँले यहाँ ध्यान गरेर जानुभएको है डुफाङ हाम्रो धलु दाइले मलाई यो भित्र उहाँले देखाउँदै हुनुहुन्छ एकदमै अँध्यारो छ र यहाँ चाहिँ शिलाहरू छ यो सबै एकदमै पवित्र छ यति अँध्यारो छ यो पवित्र स्थल अनि यहाँको बारेमा तपाईँले के थाहा छ यहाँ चाहिँ अब यो 8औं शताब्दीतिर अब टुल्को दुईसिम सङ्ख्ये पेमा जुङ्ने गुरु रिम्पोछे यो चाहिँ 8औं शताब्दीतिर यो तिब्बततिर जाने क्रममा उहाँले यहाँ तपस्या गर्नुभएको भन्ने लेखहरू छेउतिर भेटिन्छ यहाँ सकिन्छ उहाँले गुरु रिम्पोछेज्यूले ध्यान गर्नुभएको यो गुफा एकदमै पवित्र स्थल अनि यो माथिको यो अचम्मको चाहिँ यो उहाँको शिर राख्नु भएको होइन यो माथि चाहिँ त्यो भन्ने किंवदन्ती छ अनि तपाईँलाई यस्तो अचम्मको छ नि यो गुरु रिम्पोछेको भन्ने आज हामी यो डुफाङमा गुरु रिम्पोछेको दर्शन गर्न पनि पायौँ र एकदमै अँध्यारो छ अब हामी यहाँबाट बाहिर निस्किन्छौँ ल बाहिर निस्क्यौँ हामी अब तपाईँहरू पाँच पोखरीबाट फर्किने क्रममा यो गुफामा गुरु रिम्पोछेको दर्शन गरेर तपाईँहरू जान सक्नुहुनेछ र अहिले मसँग हाम्रो अध्यक्षज्यू पनि हुनुहुन्छ आज डुफुको यात्रा तपाईँलाई कस्तो एकदम ऐतिहासिक पुरातात्विक गुरु रिम्पोछेको तप गरेको ठाउँ ध्यान गरेको ठाउँमा उहाँले मेडिटेसन गरेको ठाउँमा